म बिहा गरेँ भने कन्ने केटासँगै गर्छु। बिहे गर्छु त कन्या केटासँगै गर्छु, नत्र म बिहे गर्दिनँ भन्दै हुनुहुन्छ एकजना आन्टीले। ओहो, तपाईँहरूले पनि सुन्नुभयो होला। कस्तो लाग्यो त तपाईँलाई उहाँको विचार? कमेन्ट गर्न चाहिँ नभुल्नु है त। कन्ने केटासँगै गर्छु बाबु, यो लेखेर राख्नुहोस्। मैले सोसियल मिडियामा आएर भनेको छु, गरेँ भने जोसँग गरौँ गर्छु, कि गर्दै गर्दिनँ। किन गर्नु पर्यो मलाई? अब बितिसक्यो त, आधीभन्दा बढी जिन्दगी बितिसक्यो। अब त बिस्तारै रोगहरूको घर हुने बेला भइसक्यो मेरो शरीर। मलाई किन चाहियो? अब मैले अर्को घरबार गर्ने भने नि उसलाई गएर सेवा गर्ने मात्रै हो, होइन? त्यो हो नि त, होइन? तर मायालाई कहिले पनि उमेरले रोक्दैन। एकअर्काको साथ हात समातेर हिँड्ने, केयरिङ गर्ने, माया गर्ने धेरै हुन्छ। त्यो कुराहरू पनि धेरै छ। सबै फिजिकल रिलेसन मात्रै हुँदैन बाबु, होइन? त्यो खालको माया खोज्छु म।